हाई साथी, गुड मर्निङ। हेलो, गुड मर्निङ। लौ के पड्कियो सबैलाई। अनि त्यसपछि अब हामी जानुपर्छ कहाँ? जलुका। जाम जलुका। जलुका मैले त कहिले जिन्दगी टिपेको पनि छैन, देखेको पनि छैन कस्तो हो जलुका। तर जलुका अब हाम्रोतिर जस्तो हो भने त थाहा छ, तर यहाँतिर जस्तो हो भने चाहिँ मलाई थाहा छैन। तर पनि हामी जान्छौँ जलुका टिप्नलाई। आउनुहोस्, निस्किनुहोस्। ल आज हामी बिहानै जङ्गलमा हामी साग खोज्न आइपुग्यौँ। यहाँ दुईजना जन्तुहरू यहाँ टिप्दै हुनुहुन्छ। जलुका टिप्दै हुनुहुन्छ। पर्दैन, यस्तो कता जाओ। यो त टकटक पकायो भने चिरप्पै मिठो। जलुका कस्तो हुन्छ देखाउनु परेन? जलुका यस्तो सानो चाहिँ यहाँ उम्रेको हुँदो रहेछ। जलुका यहाँ डुप्लिकेट न्युरो पनि छ। है म जलुका देखाउँछु कस्तो हुन्छ नि। यस्तो त हो कि सबै टिपेर लैसकेको छ ठुलोको पारेर। यहाँ एउटा चाहिँ हुनेवाला छ, यी भर्खर पलाउँदैछ जलुका। जलुका यसको नाम हो जलुका। धेरै बनाइसक्यो है, ट्याम पारेर। यस्तो जलमा हुने भएर जलुका भन्ने होला कि कसो हो? ओसिलोमा त कति भिटामिन हुन्छ होला है? पानी भइराख्ने ओसिलो खोल्साहरूमा मात्रै हो। कलिलो छ क्या यसको डाक्ला, कलिलो भएर मैले त डाक्लै सहित टिपेछु। यहाँ जलुका उतातिर फेरि बोडी पारिभरि। ल हेर यतातिर चाहिँ लसुन। लसुन हो कि प्याज हो? लसुन रहेछ। स्पेसल टिपिहाल्छु, छोड्नुहुन्न। यस्तो छ जलुका, हेर्नु। यहाँ छ साथीहरू टिपेर लगाएको टुडुलको छ यहाँ। यो चाहिँ टुडुलको टिपेर लगाएको टुडुलको। न्युरो हो कि होइन त यस्तो? जलुका यहाँनिर होला, हामी टिपिदिइहाल्छौँ। एउटा छ, यसलाई पनि हामी टिपिदिइहाल्छौँ। भर्खर उम्रेको रहेछ, यसलाई पनि हामी चिरप्प पर्छौँ है। कर्कलो प्लास्टिक भरि बोकेर ठुलो प्लास्टिक भएछ है। दुईजना साथीहरूले अझ यहाँ छुट्यो कि खोज्नु पर्यो। खाने पाइन्छ यहाँ। हो यति गाह्रो छ, रमाइलो पनि छ। यहाँ नदीको तीरतिर हामी तरकारी टिप्दै। हाम्रो मिसन जारी छ। हो त्यहाँ दिदी बहिनी हो, त्यहाँ तल।
खोइ त अनुहार देखाउनु गाह्रो छ त मान्छेलाई क्यामेराम्यानलाई कम गाह्रो छ यो त लटक्कै हो 60 रुपियाँ स्वादिलो हुन्छ त दालसँग हामी पहिला त दालसँग मिसाएर लटक्कै पार्थ्यो यसको मात्र स्वाद लिन पाए हुन्थ्यो भनेको जरेबाती के तल साथीले त चरै देखे हो त्यहाँको ती पनि अरू जरेबाट हैन त दाइ टिप्ने हैन जरेबाट नि तलको जराको यस्तो डाँठहरू खानी जान यस्तो बाहिरको भन्दा हेर्न त डाँठ पो टिपेको रहेछन् साथीहरूले मैले त मन्टो टिपेर हिँडेको त्यहाँ त मसिना रहेछ